गुड मर्निङ एभ्रिवान। यो चाहिँ हामी अस्ति सुबादेखि न्यान्डी लोटोका गएको भिडियो है साथीहरू। अनि हामी चाहिँ यसरी गयौँ अनि त्यहाँदेखि चाहिँ मेरो नानी हेर्नुहोस् न सुतेछन्। अनि मैले चाहिँ यसो भिडियो खिचेको है। मेरो अनुहार हेर्नुहोस् न, माई गडनेस, केही लगाएको छैन है, फेरि यो नेचुरल हो। अन्त के ला मेरो नानी उठेर त हेर्नु न पुरा बाहिरतिर हेरेको क्या उसले चाहिँ है। आमामा कति रमाइलो गरेको क्या, पुरै बाहिरको भ्यू हेर्ने भनेर है। हेर्नुहोस् न त्यहाँ झ्याल समाधि हेर्छु भन्छ अनि म चाहिँ यता तान्छु, ऊ चाहिँ उतै जान्छु भन्छ। त्यहाँदेखि हामी न्यान्डी पनि पुग्यौँ। अनि हाम्रो यहाँ सुबाबाट चाहिँ न्यान्डी पुग्नलाई चाहिँ लगभग हामीलाई 4 घन्टा लाग्यो है गाइस। अनि हामी चाहिँ बिस्तारै स्लो मोसनमा कुदाउनु भयो क्या मेरो बुढोले चाहिँ, किनभने नानी छ नि त नि। अन्त स्लो मोसनमा गएको हामी चाहिँ। लु है साथी हो, यो चाहिँ न्यान्डी पुगेको। अनि हामी चाहिँ नेक्स्ट डे चाहिँ हामी लोटोका गयौँ। हेर्नुहोस् न हाम्रो साथीको गाडीमा चढेर गएको क्या हाम्रो फ्यामिली, साथीको फ्यामिली। गाडीमा चाहिँ धेरै मान्छे भएको चाहिँ मजा नै छुट्टै आउँछ क्या। हेर्नुहोस् न कस्तो राम्रो भ्यू, ओ माई गड, आकाशमा हेर्नुहोस् न क्या दामी क्या। अनि यहाँ हेर्नुहोस् न हामी आमाहरू क्या, 2 जना आमा, हेर्नुहोस् न उहाँको छोरा हो क्या ऊ चाहिँ। अनि यतापट्टि चाहिँ म अनि मेरी छोरी चाहिँ सुतिन् फेरि। अन्त हामी गएको अनि फाइनल्ली हामी पुग्यौँ लोटोकामा। यहाँ चाहिँ उहाँहरूको चाहिँ ओपनिङ सिरामनी थियो क्या, क्लिनिक चाहिँ नयाँ जग्गामा सरेको। अनि त्यहाँ गयौँ, यसो भिडियो सिडियो खिच्यौँ होइन। अनि बुढोहरूको चाहिँ 10 बजेदेखि चाहिँ 1 बजेसम्म चाहिँ स्क्रिनिङ टाइम थियो क्या, पेसेन्ट हेर्ने टाइम। अनि मेरो नानीको बिग फ्यानहरू हेर्नुहोस् न। अनि हामी चाहिँ यसो भिडियो फोटो खिच्दै बसेको है। अनि मेरो छोरीको बिग फ्यान अङ्कल, अनि अङ्कल र आन्टी। त्यहाँदेखि लिएर हेर्नुहोस् न अङ्कल, 2टा अङ्कल 3टा। अनि प्यारी दिदीसँग पनि फोटो खिचिन् मेरो छोरीले। अनि आमा पापा छोरी, अनि पापा र छोरी, हेर्नु न मेरो छोरीको स्टाइल। अनि हेर्नु न यहाँ चाहिँ रिबन कटिङ हुँदैछ है। अब चाहिँ उहाँ चाहिँ हाम्रो सर क्या, जेनरल म्यानेजर सर हुनुहुन्छ। हेर्नु न फेरि जिस्काएर नि, कम त जिस्काउनु न उहाँ त। फेरि उहाँ चाहिँ 84 वर्षको है। अन्त मलाई त क्या खतरा लाग्छ क्या, स्टिल यस्तो स्ट्रङ छ कि, ओ माई गड, यस्तो हार्ड वर्क छ कि है। हाम्रो गाउँठाउँतिर त उहाँ जस्तोले काम गर्यो भने त लोभी भन्छ क्या, कस्तो न्यारो माइन्डेड मान्छेहरूलाई। अन्त यहाँ हेर्नुहोस् न, अन्त सबैजना भित्र जानुभयो। अनि म चाहिँ यसो भिडियो लिएको है, बाहिरको भ्यू लिएको। अनि त्यहाँदेखि लिएर चाहिँ भित्र सरले फेरि पुरा स्पिच दिनुभयो क्या। अनि सरको स्पिच पनि यति लामो हुँदैन कि फेरि है। आमामा गफ त सुन्दा हामी त पुरा है। यता हेर्नु न मेरो बुढो र नानी। अन्त त्यहाँदेखि लिएर सबैजना यहीँ हुनुहुन्छ है। अनि उहाँ चाहिँ दिदी। अनि त्यहाँ अनि क्या स्टिल उहाँको गफ चाहिँ सकेकै छैन क्या। उहाँले चाहिँ यो उहाँको यो कम्पनीको बारेमा चाहिँ भन्दै हुनुहुन्छ है। त्यहाँदेखि लिएर चाहिँ केक काटिङतिर लाग्यौँ। हेर्नुहोस् न केक हो। अन्त यहाँ हेर्नुहोस् न कस्तो रमाइलो है। उहाँहरू चाहिँ कलेजदेखिको फ्रेन्ड हो अरे क्या, 4 जना। अनि यहाँ एकै ठाउँमा काम गर्दै क्या, कस्तो रमाइलो हुन्छ है। अनि सर्ट सायद गरेर 5 जना मिलेर केक काट्यो। अनि कस्तो रमाइलो भयो कि, मलाई पनि क्या रमाइलो लागेर आयो है। अनि त्यहाँदेखि हेर्नु न मेरो छोरी चाहिँ पढ्न थालिन् फेरि। सी इज ओन्ली 6 months ओल्ड क्या, पुरा पढ्छु भन्छ। मलाई त किताब देख्यो कि यस्तो दिमाग तातेर आउँछ, यस्तो झ्याउ लाग्छ कि। अन्त पढिन् है, ऊ चाहिँ पुरा पढेर यता उल्टाइ गरिन्। पढ्यो कम त छैन। त्यहाँदेखि लिएर हामीले नेक्स्ट डे आन्टी अङ्कल भेट्न गयौँ। अनि हामी फर्केर आयौँ। हेर्नुहोस् न आन्टी अङ्कल चाहिँ हाम्रो दोर्जी यहाँ आउनु भएको चाहिँ फर्स्ट इयरदेखि नै 5 वर्षसँगै बसेको अरे क्या। त्यहाँदेखि हामी भेट्न गएको, उहाँलाई भेटेर चाहिँ अनि हामी फर्केर आएको। थ्याङ्क यू फर वाचिङ, बाई बाई।